हेलो गाइज वेलकम टु माई युट्युब च्यानल इट्स मी सपना कार्की। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ मैले मेरो ब्लग चाहिँ सुरु गर्छु भनेको थिएँ, तर दिउँसो सम्भवै भएन आज, किनभने म धेरै नै बिजी थिएँ। अनि आज चाहिँ हाम्रो घरको डनको बर्थडे हो। डन भनेपछि हजुरहरूले चिनि नै हाल्नुहुन्छ। डन भनेको चाहिँ यहाँ देख्न सक्नुहुन्छ, यहाँ हुनुहुन्छ मेरो दिदी डन। माई डन हो, सुन्नुभयो होला नि, माई डन। कसैले पनि मलाई छुन पनि सक्दैन, चलाउन नि सक्दैन र फेसन देखाउन नि सक्दैन। ओ माई गॉड, ह्यापी बर्थडे। थ्यांक यू। अनि आज यता आउनु न त तपाईँ। आज तपाईँले बर्थडेमा, तपाईँको बर्थडेमा के गिफ्ट पाउनुभयो भन्नुहोस्। मेरो बर्थडेमा हजुर मैले यो गिफ्ट पाएँ। कसले ल्याइदिएको त्यो? यो मेरो मेरा भाउजूले। अनि अरू? यो कान्छी बहिनीले। मैले चाहिँ भोला अरे, हेर्नु न। अनि केक पाएँ हो। अनि कति राम्री भएर हो। यो चाहिँ कसले सिकायो फेरि? एकचोटि जाओस् न। मेरो कान्छी बहिनीले। आयो। अनि यता चाहिँ हाम्रो भाउजू हुनुहुन्छ। भाउजू हाई भनिदिनु। नमस्ते। नमस्ते। भाग्यमानी हुनु, मेरो आशीर्वाद हजुरलाई सधैँभरि लागिरहोस्। थ्यांक यू सो मच। अनि आज चाहिँ हाम्रोमा के छ भनिदिनु न। आज हाम्रो बर्थडे पार्टी। यस, बाबा सिस्टरको बर्थडे पार्टी हो आज। हजुर। बाबा सिस्टर त भाइरल हो नि त फेरि, होइन? बाबा सिस्टरको नाम त नाम होइन साथीहरू, ब्रान्ड हो, ब्रान्ड। म बाबा सिस्टर भनेर एउटा केही हाम्रो बाबाले फुपूले कि दिदी मुना दिदीले बाबा सिस्टरको बर्थडे भन्नुहुँदै त भाउजूको फुपूले क्या। थ्याङ्क यू भनिदिनु। थ्यांक यू दिदी। ओके, यस्तै छ। अनि अहिले अरू सबैजना आइसक्नु भएको छैन। सबैजना आइसकेपछि चाहिँ म तपाईँहरूलाई भिडियोमा देखाउँछु। हस् त एकछिनको लागि। हेलो त्यो खासमा कस्तो हो भनेर सोध्दा भाइजूलाई। होइन सरी भाइजूले मैले ल्याइदिएको, मैले हातै किनेको मलाई ह्यापी बर्थडे भनेर जाउन आयो त। हेर्नु साथीहरू, यति मम्मीलाई के गिफ्ट दिस के दिन अब कमाको भाइ ए ल ल दिदी मलाई ह्यापी बर्थडे आयो त मचाउँछु ल। साथीले सबै बनाइदिएछ। थ्याङ्क यू। दाइ अनि समाज त क्यामेरा मासु यस्तो गर्दैछु। हेर्नु साथीहरू, यहाँ चाहिँ मेरो चाहिँ काम धमाधम चलिरहेछ। अरूहरू पनि ल्याउँछ। ला के गर्दैछौ हौ तिमी? भिडियो बनाउँदैछु। नगर न त्यस्तो, खाएको पनि भिडियो बनाउँछ। हाम्रो मासु फ्राई हुँदैछ। दादा र दिदी यहाँ गफ गर्दै बनाउनु हुँदैछ। आफ्नो बर्थडेमा आफै भान्से। आफ्नो बर्थडेमा आफैको टेस्ट आफै मेहनत गर्यो। आफैले मासु पकाएर नबोलाइकन आएको म बर्थडेमा बोलाउँछ। नबोलाइकन दादालाई थाहा थिएन अरे हौ। म चाहिँ के सरप्राइज भयो। तपाईँ चाहिँ होइन, म चाहिँ प्रकृति मिक्सर बोकेर घुम्दैछ। भाउजू सिटी चलाउनु हुँदैछ। आलु भयो? आलु भयो। ओके, मा बसाउनु हो? म चाहिँ कुकरहरू लिएर बाहिर जान्छु। धनियाँ छैन होला। धनियाँ पत्ता यही हो। धनियाँ बनाऊँ सोधेर। सो गाइस, यो चाहिँ दिदीको भिडियो चाहिँ पैसा गरेर फेरि अनुहार देखिरहेछ मजाले। अब यसरी नसोधा न। ल ल, केही हुँदैन। अनि आज चाहिँ बास्टरको बर्थडे हो। बास्टर मिन्स बाबा सिस्टरको। अनि यहाँ चाहिँ हाम्रो दादा हुनुहुन्छ। हेलो भनिदिनु। के यहाँ चाहिँ अब ए तपाईँको परिचय दिनु त प्लिज जापानिजमा। जा कोनिचिवा, हाजिमे मासिते, कोनिचिवा, बासुनेतो राजन तो मौसिमास, राजन तो योन्डे कुदासाई, नेपारू विरु तामो नि सुन्दे ओरिमास, क्यो वा वतासी नो आने नो तान्जियो विदेश तारा वतासी ताची जेनबु
私の姉の家にいます。今日ははじめましてभनेको के हो थ्याङ्क युलाई के भन्छ ありがとうございます。ありがとうございますथ्याङ्क यू 今日 तपाईँको は特に作る料理は鶏肉とके भन्नुभयो गाइज लु के भयो हजुर के भयो आरिगातो गरे आरिगातो गोजाइमास जापानिजबाट हल्का दिदीलाई बर्थडे विश गरेको। ए विश अब पो गर्नुभएको नेपालीबाट मेरो शुभ नाम तपाईँले थाहा पाइहाल्नु र झापामा फेमस एउटा मनकारी मान्छे भनेको मै हो। छिटो भन्नु के छिटो भन्नु बिस्तारै भन्नु मैले अरूलाई पनि देखाउनु पर्छ ल पानी यसले भिडियो खिचे कि अरे कि दादा तपाईँलाई यस्तो विन्डो बनाएको छु साथीहरू हामीले चाहिँ यो चिकन अचार बनाउँदैछौँ अनि आज चाहिँ फर्स्ट ट्राई हुँदैछ भनेर भन्नु त मिलेन चिकन अचार कस्तो खानु मन लागेको छ बनाउँला हामी पनि प्रकृति सिस्टर तपाईँलाई आज बाबा सिस्टरको बर्थडेमा कस्तो लागिरहेछ मलाई खुसी लागिरहेछ फेरि भन्नु त फेरि भन्नु न मैले सुनिनँ फेरि भन्नु त हेलो भन्नु न हेलो अब मैले यतै देखिनु हेलो भन्नु हेलो के त मास्टर तपाईँको बर्थडे होइन तपाईँ आउनु न म कस्तो एन्ड मोमेन्टमा आइछु हेलो यहाँ नमस्तेको कार्यक्रम लामो नमस्ते गर्नै बिर्सिछु अश्विन ज्याङ्गदेखि होइन त हामी भइमै हराउँदैछौँ नमस्ते भाइजू अब म अहिले भिडियो पकाइरहेको छु बुझ्ने त उयो गरेर लागेको छ नि ल्या अनि मान्छे मेरो कपाल लु ठिक छ केही भन्न चाहनुहुन्छ तपाईँ अरू अहिले चिनो भन्न बाँकी छ आज बर्थडेमा गजक्क हुनुभएको छ तपाईँ भन्नु ह्याप्पी बर्थडे टु यु बाबा दिदी ल ल ह्याप्पी बर्थडे भन्दै म बाहिर जान्छु तपाईँको राम्रो छ मैले देखेँ अनुसार भने जस्तो मलाई इग्नोर गर्नुभयो नि तपाईँले हेलो तपाईँले मलाई इग्नोर गर्नुभयो नि तपाईँले अझै पो इग्नोर गर्नुभयो ल ठिक छ ठिक छ ठिक छ साँच्चै इग्नोर गर्नुभएको अब मैले भिडियो इन्ड गरेँ तपाईँले मलाई इग्नोर खै हेलो गर्नुभएको मैले बुझी भएर नि पार्टी कहिले दाल सब्जी बहिनीलाई खाइसक्यो त्यसले खन्याउनु न त के अलिक हाल्ने पानी पानी किन हाल्नु अरू कराइमै राख्नु ए भुर्कै गरौँ न त ल गर्ने भने चाहिँ फेरि हाल्नुपर्छ एकछिन कराइमा भनेपछि लु त यतिकै अधोरै हालेर अनि भित्र हिँड्नु न अनि ल्याएर लगेर खन्यो रुङ्नु पर्दैन अनि अब सुरुमा Happy birthday to you. Happy birthday, Baba sister. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, happy birthday, happy birthday to you. ल होइन के हुँदैन आज त बर्थडेको दिन मिलाइदिउँ त होइन नहान्नु नि गिफ्ट त अलि अलि बिहानै लिएको छ नि अहिले मैले काटेर खुवाइदिनु कति हँसाउनुहुन्छ अब पहिले दलेर खुवाउनु होला होइन पहिला खुवाइदिनु अनि दल दिनु दल दिनु पहिला खुवाइदिनु अनि दल दिनु धेरै नदल दिने सरी ल एउटा हातले
दुईजना भनेपछि दुईजना यस थ्याङ्क यू भाउजू दाजु केक काट्नु केकै कस्तो व्यक्त भएछ हौ नि। 10 वटा आइहाल्छ ला बोला त ल्याउ न 10 वटा आइहाल्छ आउँछ त्यसले लाउनु न अनि भन अलिकति त म भन्दैन लाग्यो यति चाहिँ यो आज बिहानी हुनु अझै दिनु न भेना आशीर्वाद पानी पानी एकछिन म खाँदिनँ ल किन अलिकति मलाई चाहिँ खुवाइ थोरै चाहिँ खानु न त मलाई चाहिँ खुवाइदिनु भन्नु यो धेर वाले राख्नु खै को छ म मेरो हिरो खेल्ला लास्टमा एम्बापेको को लागि मसँग छ यता चोर मेरो पैसा लाइनमा बसौँ है लाइनमा के भन्छ त्यो हो हो अझै नजाने त्यस्तो म त्यस्तो गरे हामीलाई निकल चिन्ने थ्याङ्क यू मलाई माइजूले दिशाले सबैजनाले थ्याङ्क यू मन्सा ल्याइदिनु मैले अब मेरो पालो रोहन यो पकड त होइन म यहाँ क्यामेराम्यान नबोल्दा धेर ओके दिदी जानुहुँदैछ फेरि क्यामेरामा पाकिस्तानतिर कति खाना राख्नु यो त जहिले चुइन्छ भन्छ अरे अब एम्बापे यता हेरिदिउँ न त अगाडि आएर ओ माई गॉड म सबै दलिदिएर भयो अनि यहाँ हाम्रो हेलो 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 मलाई त देखाएन यार लु हेलो हेलो बोल्छ किन भाइहरू सबैले बबल काटेछन् रोहनले काटेछन् अब सकेर अब हामी त्यस्तै हो होइन सोझो साझा अब तपाईँको पालो यहाँ प्रतीक एम्बापेले ल्याइदिनु हुँदैछ यहाँ प्रतिको गोजी चुइन्छ नि मलाई खाइदिए अर्को साल चाहिँ हाम्रो केकबाट सरप्राइज तपाईँलाई केक ल्याइदिन पर्ने म माथिबाट सासू ससुरा हुनेवाला बुढी सालो हेलो चाहिँ यहाँनिर गिफ्ट अनबक्सिङ हुँदैछ छिटो पार्वतीको गिफ्ट अनबक्सिङ यो मेरो बहिनी मन्साले दिएको हेरौँ न त के रहेछ त्यहाँ खानु थिएन मन्साकोमा चाहिँ कहिले दिनु नपाइँदैन
मेरो कति वर्ष भयो त्यहाँ ग्लास ग्लास ग्यास सहित भइहाल्छ ग्लास आयो ग्लास वाउ घरमै चाहिने सामान चाहिएकै रहेछ चाहिएकै रहेछ अब यो चाहिँ माइजू निसा यी जेसिका जेसिका अस्मित सबैजना सबैको राइस कुकर हो बर्थडेवालीले पो खोल्नै जान्ने रहेछ त हौ अगाडि भयो उल्टोसँग होइन हौ मन चाहिँ यस्तै हो रोहनको लागि टाइगर बिस्कुट अनि यो त उठाउनु ठाउँ है छैन यता दिएर रोहन धेरै टाइगर बिस्कुट खान्छ त्यही भएर टाइगर बिस्कुट प्लेट प्लेट यसमा पोटुका मान्छेहरूलाई सब्जी दिने थ्याङ्क यू भेरी मच भनेको कि थ्याङ्क यू भेरी मच माइजू निसा जेसिका अस्मित सबैजना अब बाबा दिदीको बर्थडे चाहिँ सक्यो एकछिन होइन 5 मिनट बर्थडे मेरा छोरा त मलाई केक नै खाइदिएको छैन पो त तैँले किन पैसै छैन नि त हौ अनि पैसै दिनुपर्छ गिफ्टै दिनुपर्छ राम्रो देखियो जेसिका राम्रो देखियो कस्तो नि भन्दा पर्दैन भाइ हटा त अब